थारू डान्स मध्येको मलाई सबैभन्दा मन परेको एन्ड बेस्ट पार्ट इज पिकक डान्स। सो हेलो गाइज, दिस इज द डे 1 अफ भिजिटिङ चितवन। फर्स्ट अफ अल चाहिँ मेरो केराटिन गरेको कपाल चाहिँ वास गर्न बाँकी थियो। म गएँ सलुनमा र त्यहाँ वास गरिदिनु भयो। त्यसपछि मम्मी र म रेडी भएर नारायणघाटको बस चढेर लाग्यौँ चितवनतर्फ। अनि हामी चाहिँ सौरा चोकमा झरेर चाहिँ टेम्पो लिग्यौँ। के भन्छ यसलाई, टेम्पो भन्छ कि अटो भन्छ? अटो भन्छ सायद। अटो लिग्यौँ अनि अटोबाट चाहिँ हामी त्यहाँबाट पनि 20 मिनट जस्तो लाग्दो रहेछ क्या। अनि हामी चाहिँ त्यहाँको भ्यू हेर्दै गयौँ। अनि होटलमा चेक इन गरिसकेपछि हामी बिहान 9 बजे खाना खाएको मान्छे, लास्ट भोक लागेको थियो। अनि खाजा सेट खायौँ। अनि हामी चाहिँ आज इलेफेन्ट ब्रिडिङ सेन्टर हेर्ने भन्ने सोच थियो। त्यही भएर हामी फेरि अटो बुक गरेर लाग्यौँ इलेफेन्ट ब्रिडिङ सेन्टरतिर। अनि त्यहाँ एउटा जोलुङ्गे पुल थियो। अनि मम्मीलाई चाहिँ लास्ट डर लाग्ने थियो कि पुलमा। अनि हामी त्यही पनि पुलबाट गयौँ। अब अरू त अप्सन नै थिएन होइन। अनि त्यसपछि चाहिँ त्यहाँ गइसकेपछि त्यो इलेफेन्टको बेबिजहरू देख्दा ओ माई गॉड, साथीहरू हेर्नु न, यस्तो क्युट हुने के है। यो जेको पनि बेबी कति क्युट हुने के। अनि साथै इलेफेन्ट त झन् नै हाम्रो होइन। हामी चाहिँ 2 इयर पहिला गएको थियौँ होइन, हस्बेन्ड वाइफ गएको थियौँ त्यति बेला चाहिँ। अनि यति बेला चाहिँ हामी सासुघरी आएको। अनि त्यति बेला चाहिँ हामीले वन हात्ती पनि देखेका थियौँ कि। वन हात्ती त कस्तो हुँदो रहेछ भने लामो लामो धारा निस्केको। अनि यो मदर हात्ती भन्दा कस्तो ठुलो हुने के, एकदम ठुलो हुने होइन। अनि त्यो चाहिँ यहाँ चाहिँ साँझतर्फ आउने रहेछ। अनि हामी चाहिँ त्यहाँबाट निस्किएर चितवनको यो नाइट भ्यूहरू हेऱ्यौँ। किन भन्दा हाम्रो चाहिँ 7 बजे थारू डान्स हेर्ने चाहिँ प्लान थियो। तर 7 बजिसकेको थिएन हामी आइपुग्दा। सो हामी चाहिँ एकछिन यही स्ट्रिटमा बसेँ, बबल टी खायौँ। अनि त्यसपछि हामी 7 बजिसकेपछि चेक इन गऱ्यौँ हामी थारू डान्स हेर्ने ठाउँमा। थारू डान्सको त्यो हेर्नलाई यति धेरै भिड थियो नि, टुरिस्टहरू यति धेरै के। अनि कस्तो खुसी लाग्ने के, आफ्नो कन्ट्रीको कल्चरहरू उनीहरूले मन पराइदिएको देख्दा। अनि म त सबके विदेशीको अनुहारमा हेर्दै बसेको के, कस्तो एक्सप्रेसन दिन्छन् भनेर होइन। यस्तो बबाल मजा भयो। अनि थारूहरूले चाहिँ यो धान काट्ने, धान रोप्ने, मान्छे मरेको बेला यस्तो के बेलामा गर्ने डान्सहरू चाहिँ हेरेको थियौँ क्या। केही क्लिप्सहरू तपाईँ पनि हेर्नु ल। हामी त्यहाँबाट निस्किसक्यौँ। थारू डान्स सकिएपछि मलाई चाहिँ बब्बाल लागेको पार्ट चाहिँ भनेको पिकक डान्स हो कि गाइज। अनि त्यसपछि हामी होटेलमा आएर मासु पोलेर बार्बिक्यू गरेर खानु भन्दै हुनुहुन्थ्यो मम्मीले चाहिँ एकदम खानु मन लागिरहेको थियो। अनि त्यही भएर हामीले बार्बिक्यू गरेर खायौँ। अनि हामी भोलि के गर्छौँ भनेर चाहिँ म नेक्स्ट ब्लगमा अपलोड गर्छु। तपाईँहरूले चाहिँ मेरो भिडियो हेरेर लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। मन पऱ्यो भने कमेन्ट गरिदिनु होला। This is my first vlog, so thank you for watching. Bye and wait for day 2.